हेलो साथीहरू, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि मैले एउटा नयाँ भिडियो लिएर हजुरहरूसामु उपस्थित भइसकेको छु। र आजको भिडियोमा म हजुरहरूलाई एउटा प्रोफेसनल थम्बनेल बनाउन सिकाउन गइरहेको छु। एउटा युट्युब क्रिएटर भइसकेपछि एउटा एट्र्याक्टिभ थम्बनेल बनाउनु निकै महत्त्वपूर्ण हुन्छ। थम्बनेल राम्रो भएन भने भ्युज पनि कम आउँछ। र आज म तपाईहरुलाई त्यही थम्बनेल बनाउन सिकाउन गइरहेको छु। र भिडियोमा नछुटाइकन अन्तिमसम्म हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला। ल ढिला नगरी भिडियो सुरु गरौँ है त। सुरुमा हामीले थम्बनेल बनाउनको लागि पिक्सल ल्याबलाई प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ। यो पिक्सल ल्याब हजुरले यहाँ देख्न सक्नुहुन्छ। पिक्सल ल्याबलाई ओपन गर्ने, त्यसपछि यसलाई यहाँ क्यान्सल गर्ने र यसलाई यहाँ 3 डटमा गएर इमेज साइजमा सिलेक्ट गरेर कस्टम भन्ने यता क्लिक गरेर युट्युब थम्बनेल भन्ने हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ। युट्युब थम्बनेल यसलाई क्लिक गर्ने, ओके गर्ने र यो टेक्स्टलाई त्यहाँ तल सारेर यो माथि देख्न सक्नुहुन्छ यहाँ बक्सा जस्तो, यसमा क्लिक गरेर यसलाई यहाँ लक लाउने र हजुरहरूलाई यो ब्याकग्राउन्डको यो कलर कस्तो राख्नुपर्ने छ त्यस्तै राख्नका लागि यो यसमा क्लिक गर्ने, कलरमा जाने र हजुरहरूले यहाँ सिधै कलरबाट सिलेक्ट गर्न पनि सक्नुहुन्छ। म यहाँ कलरबाट ब्ल्याक कलर राख्न पनि सक्नुहुन्छ। जुनसुकै कलर राख्न सक्नुहुन्छ। म चाहिँ यो कलर राख्छु र यसलाई ओके गर्ने। अब एक कलर सिलेक्ट गरिसकेपछि यसमा बिचकोमा जाने साथीहरू यहाँ देख्न सक्नुहुन्छ। बिचकोमा यसमा जाने र यहाँबाट इम्पोर्ट भन्ने छ साथीहरू। तपाईहरुलाई यहाँबाट इमेज ल्याउने, इमेजलाई यसरी रोटेट मिस्टेक भयो यसरी यता रोटेट गर्न सकिन्छ। यसलाई ओके गर्ने, यहाँबाट ओके गर्ने र अब यसलाई हल्का रोटेट गरेर कत्रो साइजमा बनाउने हो त्यही अनुसार यहाँबाट यसरी जुम गर्न सकिन्छ साथीहरू। अब हामी यता यो साइडमा हामी अब यहाँ टेक्स्ट लेख्छौँ साथीहरू। टेक्स्टमा जाने र यहाँ गएर सबै क्यापिटलमा लेखौँ। हाउ टु मेक, फर्स्टमा यति नै लेखौँ साथीहरू, हाउ टु मेक। अब यसलाई हामी कलर यसलाई व्हाइट रेडमा लेखौँ साथीहरू यसलाई। अब फन्ट एबी फन्टमा गएर हामी यो बोल्ड वाला फन्ट क्लिक गर्ने र हामी अब यसको स्टोक पनि बढाइदेऊ, यसलाई अन गर्ने। स्याडो पनि हामी थोरै इनेबल गर्ने, यसलाई थोरै ठुलो बनाउने र यसको हामी ब्याकग्राउन्ड पनि राख्न सक्छौँ साथीहरू। ब्याकग्राउन्डमा इनेबल गर्ने साथीहरू ल देख्न सक्नुहुन्छ हाउ टु मेक। यसरी सेट गरिसके पछाडि यसमा लक लाउनुपर्छ साथीहरू। लक लगाइसकेपछि यो यताउता हल्लिँदैन। त्यसपछि हामी फेरि लेख्न सक्छौँ यहाँबाट हाउ टु मेक प्रोफेसनल। यसको पनि हामी अरू साथीहरू त्यस्तै नै
कलर यसको व्हाइट गरिदिउँ साथीहरू। फन्टमा चाहिँ बोल्ड नै गरौँ। स्टक इनेबल, सेडो पनि इनेबल, यसको ब्याकग्राउन्ड पनि हामीहरू व्हाइट नै राखौँ साथीहरू। हाउ टु मेक प्रोफेसनल, अब थम्बनेल भनेर लेखौँ साथीहरू। थम्बनेल पनि फेरि त्यसरी नै लेख्ने। यसलाई हामी येल्लो कलरमा राख्छौँ साथीहरू। येल्लो कलर अलि राम्रो देखिन्छ झ्याप्प हेर्दा। यसको पनि फन्ट बोल्डमै राखौँ। हजुरहरूले फरक फन्ट राख्न सक्नुहुन्छ, तर म बोल्ड नै राम्रो लाग्ने हुनाले म बोल्ड नै राख्छु। यसलाई पनि इनेबल गरौँ, यसलाई पनि इनेबल गरौँ साथीहरू। यति गरिसके पछाडि हामी यसको नि ब्याकग्राउन्ड राखिदिन सक्छौँ। ब्याकग्राउन्डलाई हामी साथीहरू देख्न सक्नुहुन्छ। हाउ टु मेक प्रोफेसनल थम्बनेल। अब यिनीहरू लक गरौँ। अब यसमा हामी हल्का केही एड गर्छौँ। प्लसमा गएर फिल्म ग्यालेरीमा जाने। म यहाँ डाउनलोड गरिसकेको छ साथीहरू केही युट्युबका चिन्हहरू। यसलाई ओके गर्ने, यसलाई सानो बनाउने र यहाँ सेट गरिदिने साथीहरू। देख्न सक्नुहुन्छ। अब यहाँ हामीहरू अरू साथीहरू हाम्रो थम्बनेललाई एकदम राम्रो देखाउनको लागि हामीले यहाँ अरू कुराहरू पनि एड गर्न सक्छौँ, जसको लागि हामी फेरि यहाँ बिचको अप्सनमा जाने। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ सेप्स भन्ने, त्यसमा क्लिक गर्ने र यसमा टच गरेर आफूलाई कुन साइजमा चाहिएको छ त्यही सिलेक्ट गर्ने। म चाहिँ यो माथि टपको सिलेक्ट गर्छु किनकि मलाई यो चाहिएको छ। यसलाई थोरै बढाउने, डन गर्ने। अब हामी यसमा छेउमा गएर यहाँ देख्न सक्छौँ टेक्सचर भन्नेमा क्लिक गर्ने, फोटामा जाने, हामीहरूले यसको साइज घटाउन सक्छौँ साथीहरू। यहाँ राखेर यसलाई यहाँ कपी भन्नेदेखि देखाउनु भएको छ साथीहरू, कपी भन्ने। यो कपीमा क्लिक गरेर हामीले यसलाई दुईटा बनाउन सक्छौँ साथीहरू। देख्नु सक्नुभयो। त्यस्तै गरी साथीहरू हामी फेरि अझ एउटा ल्याउनको लागि यसलाई पहिला लक गरौँ साथीहरू। फेरि सेपमा जाने, फेरि यसको साइज बढाउने, ओके गर्ने। फेरि त्यही पहिला जसरी नै टेक्सचरमा जाने, ग्यालेरीमा जाने, फोटोमा जाने र सिलेक्ट गर्ने, ओके गर्ने साथीहरू। अनि यसलाई साइज घटाउने र यसमाथि राखिदिने साथीहरू। यिनीहरूको साइज हल्का ठुलो भएको हुनाले थोरै घटाउने, थोरै हामी घटाउन सकिन्छ साथीहरू। र यसलाई यसमाथि राखिदिने, यसलाई पनि थोरै घटाउने र यसमाथि राख्ने। र देख्न सक्नुहुन्छ साथीहरू अघिको भन्दा कति राम्रो भइसकेको छ। अब हामीले फेरि
अरू कुरा नि एड गर्न सकिन्छ, जसको लागि यिनीहरूलाई लक गरिदिने। मान्छेलाई अनलक गरेर साथीहरू थोरै यता सार्न सकिन्छ र यो लक गरिदिने। युट्युबलाई लक गरिदिने, यसलाई पनि थोरै उता सार्ने। त्यसलाई हामी थोरै यता सार्न सक्छौँ। देख्न सक्नुहुन्छ साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू, हेर्दा हेर्दै कति राम्रो भइसकेको छ। अब यहाँ थोरै हामी केही एरोहरू थप्न सक्छौँ, जसको लागि फ्रम ग्यालेरीमा जाने, फोटोमा जाने, एरो यसरी एरो देखाउन सकिन्छ साथीहरू। यसको कलर पनि हामी चेन्ज गर्न सक्छौँ। देख्न सक्नुहुन्छ साथीहरू, कति राम्रो भएको छ। अब यसमा एउटा एरो पनि राखिदिउँ साथीहरू, अर्को छड्केवाला। यसलाई रोटेट गरिदिने साथीहरू हल्का, र यसको आकार पनि घटाइदिने। देख्न सक्नुहुन्छ साथीहरू। साथीहरू देख्न सक्नुहुन्छ कति राम्रो थम्बनेल भइसकेको छ। र हजुरहरूले चाहनुहुन्छ भने यसमा अरू पनि केही एड गर्न सक्नुहुन्छ साथीहरू। अझै एउटा युट्युबको लोगो पनि ल्याउन सक्नुहुन्छ साथीहरू। साथीहरू देख्न सक्नुहुन्छ हाम्रो थम्बनेल कति राम्रो भइसकेको छ। र यसलाई अब सेभ गर्नको लागि एकदमै सजिलो छ साथीहरू। यो माथि देखाइएको थ्री डटमा क्लिक गर्ने, एक्सपोर्ट इमेज भनेर देखाइरहेको छ, त्यसमा क्लिक गर्ने र यसमा क्लिक गर्ने। एकदम हाई क्वालिटीमा सेभ गर्नको लागि हाई सेभ भनेर सेभ गर्ने, सेभ टु ग्यालेरी गर्ने साथीहरू। देख्न सक्नुहुन्छ हाम्रो थम्बनेल कस्तो राम्रो भइसकेको छ र यो थम्बनेल सेभ भइसकेको छ। र साथीहरू आजलाई यति नै थियो। हजुरहरूले राम्रोसँग सिक्नुभयो भन्ने मैले अपेक्षा राखेको छु। र केही नजानेको छ भने कृपया कमेन्ट गर्नुहोला। हस्, आजलाई बिदा हुँ। हस्, धन्यवाद।